एभ्रिवान, हामी चाहिँ नेपाल जाँदैछौँ घुम्नुको लागि। यहाँ चाहिँ बाबा हुनुहुन्छ, यहाँ चाहिँ हाम्रो छोरा, यहाँ चाहिँ बाउ, यहाँ चाहिँ पिन्टु भाइ। खै पिन्टु भाइलाई त देखाएको छैन। अब हामी नेपाल जाँदैछु। हेर्नुहोस् हाम्रो नेपालको यात्रा चाहिँ। यहाँ चाहिँ मेरो छोरी छ। हाम्रो नेपालको यात्रा कस्तो हुन्छ हेरिदिनुहोस् ल। हामी चाहिँ नेपालको बिर्ता मोडमा छौँ। यो चाहिँ सिटी सेन्टर अरे बिर्ता मोडको। हेर्नुहोस् है, अब यहाँ चाहिँ हामी खानासाना खाएर कताबाट जानु हेर्नुहोस्। सिटी सेन्टर है, यो चाहिँ बिर्ता मोडको सिटी सेन्टर। हेर्नुहोस् यस्तै छ है नानीहरू। यहाँ चाहिँ बाबा, यहाँ चाहिँ गौरव आउँदैछ। आइज बहिनी। हामी चाहिँ थकाली खाना खानु जाँदैछु। यहाँ चाहिँ हेर्नुहोस् सबै लड्छ है। बिर्ता मोडमा चाहिँ थकाली खाना होइन भिडियो बनाएको। सबैजना चाहिँ भोक लागेर चाहिँ थकालीमा हाल्यो। थकाली किचन अरे। यहाँनिर चाहिँ अब खाना खाने। हामी चाहिँ खाना खानु बसेकै। हात धुनु। यहाँ चाहिँ पिन्टु भाइको खाना रेडी छ है। आउँदैछ। यो चाहिँ रानीको। बहिनीको खाना। हेर्दै मेरो छोराले पछाडिबाट हेर्दै रहेछ। खाना खाएर अब हिँडेको। थकाली खाना खाएर। लु त्यसो बाबा अब हामी चाहिँ निक्लेको। खाना पनि मिठो। मलाई के छ लु अब चाहिँ हामी चाहिँ खानासाना खाएर चाहिँ लागेको। थकाली खाना खाएर। यहाँ चाहिँ मेरो श्रीमान चाहिँ दाग कोटाउनु हुँदो रहेछ खाना खाएर। हेर्नुहोस् एकपल्ट राधा रानीको फोटो देखेको हाम्रो कस्टमरले हो। हाम्रोको फोटो भन्नु अरे। अब चाहिँ हामी चाहिँ विराटनगरबाट चाहिँ धरान घुम्नु जाँदैछौँ। यहाँ चाहिँ पिन्टु भाइ चाहिँ गाडी चलाउनुलाई चाहिँ स्टार्ट। यहाँ बाबा पनि रेडी भइराख्नु भएको छ। यहाँ मेरो नक्कली छोरी माथि माथिबाट हेर्दैछन्। केटाहरू चाहिँ नजाने अरे अल्छेहरू चाहिँ। गाडी हाम्रो चाहिँ अब धरानको यात्रा। अहिले चाहिँ इटरी बजार आयो है। हामी चाहिँ इटरी बजारमा छु। फोन झऱ्यो भने चाहिँ अब हामी धरान बजारमा छु। हेर्नु चाहिँ एकदमै राम्रो छ। अब हामी चाहिँ बसन्तपुर जाने। धरान हुँदै हुँदै अब हामी बसन्तपुर जाने है दिदी। ए धेरै टाढो हुँदै हुँदै हेर्नुहोस् है। यो चाहिँ भेरेटार बजार हो। बजार है। हामी चाहिँ अहिले भेरेटारको बजारमा आइपुगेको छौँ। हेर्नुहोस् है एकदमै राम्रो छ। यहाँ सबैजना गाडीमा हुनुहुन्छ। हामी चाहिँ घुम्नु जाँदैछौँ है यता माथि। हजुर
हेर्नुहोस् है मैले त नि उयो गुराँस पनि फुलेको छ हेर्नुहोस् ल म देखाउँछु तपाईँहरूलाई ए देख्नुभयो गुराँस हेर्नुहोस् है अब चाहिँ हेर्नुहोस् म चाहिँ जुत्ता लगाउँदैछु हो कस्तो दामी रहेछ स्यान्डल स्काई वक हिँड्नुको लागि चाहिँ रेडी छु आऊ छोरी यहाँ दुईजना छोरीहरू रेडी छ पछाडि मेरो तिमीलाई डर लाग्छ भने चाहिँ यस्तो गर्नु यहाँ हेर्नुहोस् है कदम कदम के हुँदैन यसरी हिँड्न न ए वाउ हेर्नुहोस् हेर्नुहोस् हामी चाहिँ स्काई वक गर्दैछौँ अहिले यो चाहिँ नेपालको भेरेटारो हेर्नुहोस् है एकदमै राम्रो छ यहाँ चाहिँ हाम्रो दाजु यहाँभित्र ड्युटी गर्नुहुन्छ पिन्टु भाइ कस्तो लाग्यो दामी छ है हाम्रो एउटा उयो लगाऊ न फोटो खिचौँ न है हामी चाहिँ यहाँ हेरेर अलिक घुमेर अब हामी चाहिँ फर्किँदैछौँ अब हामी चाहिँ अर्को जग्गा जाने हेर्नुहोस् ल बेलबारी हेऱ्यो बेलबारी धनकुटाको बेलबारी है यो चाहिँ थाकिसक्यो त अहिले चाहिँ हामी धनकुटाको स्कुल डाँडा आएको छौँ है यहाँ चाहिँ खाजा घर हामी यहाँ चाहिँ खाजा खाने हेर्नुहोस् है सोयाबिनको थुक्पा चाहिँ हामी चाहिँ यहाँ खाजा खाँदैछौँ खाजा घरमा बसेको छौँ अरू चिकन खायो अब म चाहिँ भेज खान्छु मलाई साथी दिएको अरे दिदी हेर्नुहोस् है यो चाहिँ बसन्तपुर है साथीहरू हेर्नुहोस् है यति राम्रो छ नेपालको बसन्तपुर चाहिँ हेर्नुहोस् है यो चाहिँ ऐसेलुको रुख हो यहाँ हेर्नुहोस् त ऐसेलु फलेको यसलाई चाहिँ ऐसेलु भन्छ यो चाहिँ एकदम पहाडमा लेकमा हुने हो हेर्नुहोस् न कति पुरा फलेको रहेछ यहाँ हेर्नुहोस् ल यो चाहिँ ऐसेलुको रुख है देख्नुभयो अहिले चाहिँ हामी एकदम माथि 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 यो चाहिँ बसन्तपुरै हेर्नुहोस् है नेपालको बसन्तपुर चाहिँ यस्तो छ यो चाहिँ बसन्तपुर जङ्गल भुतिया जङ्गल रहेछ हेर्नुहोस् है भेरेटाको बजारहरू हेर्नुहोस् देखाउन पाइनौ हजुर सिस्नु त भोलि पर्सि घर पुग्दा पुग्दैन यहाँ चाहिँ अब हामी खाजा साजा खाएर जाडो लागेर चाहिँ सबैजना जानुको लागि यहाँ चाहिँ हामी अब फर्किँदै गरेको खाजा साजा खाएको हेर्नुहोस् राम्रो छ हेर्नुहोस् है यस्तो पनि पाउँछ यहाँ चाहिँ हेर्नुहोस् है हजुर बनाइदियो त यहाँ चाहिँ एकदमै मिठो सेकुवा पाउँछ
हेर्नुहोस् है, यहाँ चाहिँ मेरो श्रीमान सेकुवा खानुहुँदैछ। यहाँ चाहिँ पिन्टु भाइ। सेकुवा चाहिँ खत्तमै भयो। बनाउनु हिँड्नु दामी देखेको थियो नि, स्वर्ग जस्तै देख्यो। साथीहरू, हामी चाहिँ अब दिदीको घरदेखि हाम्रो घर जाने सिलगढी नेपालदेखि। दिदीले कसैले हालिदिनु हुँदैछ मलाई चाहिँ। हामी धेरै मिस गर्छु। यहाँ चाहिँ हाम्रो नानीहरू हेर्नुहोस्, सबैजना हिँड्नुलाई रेडी भएर बाबा चिया पिउनु हुँदैछ। पिरो छैन। साथीहरू, अहिले चाहिँ हामी सुरुङ्गाको चाहिँ ह्याप्पील्यान्डमा आएको चाहिँ घुम्नुको लागि। एन्ट्री कताबाट दिनु न? यहाँ पाठशाला ह्याप्पील्यान्डमा एन्ट्री भयो। अल्छी लाग्यो भने गएर बेच्नमा बस्दा पनि भयो। एकछिन घुमा अन्त अल्छी लाग्यो भने बस्छ नि। वेलकम वेलकम वेलकम। माछा हेर कति छ हो माछा। भमिटाउनु खोज्दैछ, भमिटाउनु खोज्दैछ अरे, रोकिदिनु। हेर्नुहोस् है, हिरण पनि रहेछ हौ यहाँ त। डुप्लिकेट क्रिम खाँदैछ है। अरून्छ त देख्यो भने क्रिम खाएर केही छैन होइन। यहाँ हामीले खाजा खाएको, यहाँ होटल छ नि, उनीहरूले त सबै लिएरै आएको रहेछ हौ। ह्याप्पील्यान्ड घुमेर चाहिँ अब हामी चाहिँ घरतिर लागेको। ओ टाइगर हेर्नु। हामी चाहिँ अब ह्याप्पील्यान्डबाट घर जाँदैछौँ। गरम लागेर फेनको हावा पनि हल्का हल्का खाएर चाहिँ अब चाहिँ हामी जाने। बाई 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 बाई। ह्याप्पील्यान्ड ह्याप्पील्यान्ड। ह्याङ भयो गरमले। र हामी चाहिँ नेपाल घुमेर पनि अब चाहिँ घर आइपुगेको। हाम्रो नेपालको यात्रा चाहिँ एकदमै दामी भएको छ। हाम्रो भिडियोलाई लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनुहोस् है।